खोल्नु नदिएको काट्नै पर्ने रहेछ खोल्नै नसक्ने भयो आम्मामा गाँठा त कति हो कति खतरा छ त यो के हो यो चपस्टिक खतरा पो छ त हैन यस्तो चिजहरू कहाँ देखिया यस्तो राम्रो राम्रो के हो यो कस्तो उयो आइरहेछ त लु खतरा लु है खाना मलाई कसले यसरी यो यस्तो राम्रो राम्रो सरप्राइजहरू पो आएछ त यहाँ खतरा पो आइरहेछ त आमा छोरीको बर्थडे सरप्राइजहरू त खतरा खतरा पो Siapin hari. Loh, gini ya tong ba. Barani मर्चा पनि आएछ हङकङको जस्तो लाग्यो यो बाहिर कान्छीले हङकङको मर्चा आएछ यो चाहिँ हङकङ मर्चा आम्मामा कति धेरै पठाइदिएछ कान्छीले त मलाई क्यामेराम्यान बनायो अनि यस्तो उपहार आउँदाखेरि पनि अनि यस्तो पसिनै पसिना हुन्छ गिफ्ट खोल्दाखेरि पसिना यहाँनिर आम्मा हो चक्लेट यहाँनिर हिलो बर्थडे सरप्राइज त खतरा पो यो कान्छीकै काम रहेछ थ्याङ्क यू कान्छी आम्मामा दिदी र कान्छीले त मलाई त फोन गर्नुभएछ फेरि दिदीले आज छोडेर फोन छोड्ने बानी आम्मामा यो हङकङको च्याउ आएछ रालु है थ्याङ्क यू कान्छी थ्याङ्क यू दिदीलाई लु
छोरीले त मलाई त बर्थडे सरप्राइज त खतरा भयो। छोरीको आमामा के आएछ नि यो र गिफ्ट खोल्दा पसिना भएर यहाँ म त छोरीहरूको छोरीलाई खुब मनपर्ने सामानहरू आएछ सबै अब छोरीलाई मनपर्ने खतरा सामान आएछ लु है म त छोरी भएर आएँ रिसाउने भयो त छोरी मलाई नआइकन म नआइकन तर छोरीलाई थाहा छैन यो मलाई त थाहै थिएन लु थ्याङ्क यू कान्छी दिदीलाई लु है म त पुरै टङ्गै परेँ त यहाँ गिफ्ट खोल्दाखेरि पसिना भएर लु है कान्छीले यस्तो सामानहरू तिमीलाई मैले के गिफ्ट दिएँ मलाई तिमीलाई म बर्थडे सरप्राइज त खतरा आएछ लु कान्छी अहिले त बुद्ध चित्तको बिरुवा तिमीलाई के यस्तो आए पछाडि लु म गलेँ भिडियो खिच्दा लु अब 2 शब्दले जाओस् मेरो मलाई सामान आउने मलाई थाहै थिएन यो सामानहरू हेर्दा यो हङकङ बाहिरबाटै आएको हो कान्छीले नै पठाएको हो यो मर्चाहरू हेर्दाखेरि यो सबै बाहिरबाट आएको सामान हो कान्छीलाई धेरै धेरै धन्यवाद जहिले यसरी नै यस्तो सामानहरू पठाइरहन्छौ म त यहाँनिर सामान खोल्दा गिफ्ट खोल्दाखेरि पसिना आएर हेर न यहाँनिर लु है यो कान्छीकै काम हो भन्ने यो मर्चा र हेर्दाखेरि थाहा पाएँ अनि दिदीलाई धन्यवाद यति हो महँगो चिज छ यहाँबाट निकालेर कसले होला यो त कसले होला पहिला गेस गर सानीले कसरी थाहा पाइस् सानीले चक्लेट देखेर चक्लेट त्यो यता बाहिरको वा थ्याङ्क यू सो सानीले हो कसले हो ठुलो मम्मी हो कि सानीले हो कि ठुलो चक्लेट स्न्याकर्सहरू मेरो फेभरेट यो के हो मेरो त सबैले ट्याक्क यो चाहिँ के हो म यो चाहिँ यो हङकङको मर्चा रहेछ चपस्टिक्स रबर ब्यान्ड यो ब्याग पनि मेरै हो मम्मी मम्मीको हो यो ब्याग कस्तो यो भित्रको चाहिँ के हो वा यो भित्र के छ क्लिप्सहरू रहेछ मम्मीको हो थ्याङ्क यू सो मच सानी बाबा मम्मी वा मम्मी हेर्नु न यहाँ तपाईँले त हेरिसक्नु भयो सबैले थाहा भइसक्यो त्यो कसको हो यो मेरो यो हिजो छोरीको बर्थडे यो मम्मी गोल्डको नेकलेस भोलि मम्मीको गोल्डको नेकलेस रहेछ थ्याङ्क यू सो मच सानी यस्तो मेरो आर्टको पनि 2 हप्ता भइसक्यो मेरो गोल्डको नेकलेस यस्तै कसले सानीले थ्याङ्क यू अर्को माला मम्मीको यो मम्मीको हो यो चाहिँ मेरो गोल्डको चाहिँ मेरो
यो ब्याग तपाईँको यो चाहिँ के हो मसरुम यो चाहिँ के के भयो होला माछाहरू ल किन्ची रामेन कति धेरै छ सिङ रामेन कति धेरै रामेन छ दुईवटा सानोले पठाइदिनु भएको नेक्लेस गोल्डको दुईवटा भयो सेम सेम छ है तर यो एउटा अर्को ठुलो यो यसको अर्कैवाला छ थ्याङ्क यू सो मच सानी मलाई सबभन्दा मन परेको चाहिँ के हो सबै मनपर्छ चक्लेट कति धेरै 6 कस्तो लामो लामो भाइलाई पनि दे टक्सिक तिम्रो दुईटा कपालमा थ्याङ्क यू सो मच सानी मिस यू लभ यू सो मच